भिटामिन्स के हो त भिटामिनले हामीलाई के फाइदा गर्छ यस बारेमा यस भिडियोमा हामी चर्चा गर्नेछौँ। भिटामिन एउटा अर्ग्यानिक कम्पाउन्ड हो जसले हाम्रो शरीरलाई स्वस्थ राख्ने र हामीलाई राम्रोसँग काम गर्नमा हामीलाई हेल्प गर्छ। सो भिटामिन दुई टाइपको हुन्छन्, एउटा फ्याट सोलुबल भिटामिन जो हाम्रो बडीमा स्टोर हुन्छन्, यसमा भिटामिन ए, भिटामिन डी, ई, के जस्ता भिटामिनहरू यसमा आउँछन्। अनि अर्को रहेको छ वाटर सोलुबल भिटामिन जो हाम्रो बडीमा स्टोर नभएर हाम्रो युरिनको थ्रुमा धेरै मात्रामा बाहिर निस्किने गर्छन्। यसमा भिटामिन सी र भिटामिन बी का सबै कम्प्लेक्सहरू आउने गर्छन्। यसमा भिटामिन B1 देखि लगेर B12 सम्मका सबै भिटामिनहरू आउने गर्छन्। अब कुरा गर्छौँ कि भिटामिनले हामीलाई कुन भिटामिनले के फाइदा गर्छ र के खाने त। भिटामिन ए ले हाम्रो स्किन र हाम्रो आँखाको लागि धेरै हामीलाई हेल्प गर्छ। यसको लागि हामी स्विट पोटेटो र क्यारेट खाँदा हामीलाई राम्रो हुन्छ। अर्को रहेको छ भिटामिन बी। भिटामिन बीले हाम्रो इम्युनिटी बुस्ट गर्छ अनि हाम्रो चोटपटक लागेको बेला रिकभरी गर्ने काम गर्छ। यसमा यसको लागि होल ग्रेन्सहरू अनि मिट्सहरू खाँदा राम्रो हुन्छ। अर्को रहेको छ भिटामिन डी जसले हाम्रो हड्डी र हाम्रो दाँतलाई स्ट्रङ बनाउने काम गर्छ। यो हामीलाई बिहानको घाम र दुध डेरी प्रोडक्टमा राम्रो मात्रामा पाइने गर्छ। अर्को रहेको छ भिटामिन ई जसले हाम्रो सेल्सलाई प्रोटेक्ट गर्ने काम गर्छ। यो हाम्रो नट्स र सिड्समा धेरै मात्रामा पाइने गर्छ। अर्को भिटामिन के रहेको छ जसले हाम्रो ब्लडलाई कटिङ गर्ने काम गर्छ। यो हामीलाई हरियो सागमा राम्रो मात्रामा पाइने गर्छ। ल साथीहरू, आई होप यो भिडियो हजुरहरूलाई राम्रो लाग्यो होला। सेभ गरेर राख्नु होला अनि आफ्नो साथीहरूलाई सेयर गर्नु होला। फेरि भेट्छौँ नयाँ भिडियोमा। जय नेपाल।